This laptop is insanely durable. तर यो ल्यापटपको स्पेक्स यति नै बब्बाल छ त। यो ल्यापटपको स्पेक्स हजुरलाई म डिटेली भन्नेछु, सो हजुरले डिसाइड गर्न सक्नुहुन्छ यो ल्यापटप विक हो कि स्ट्रङ हो। स्टार्टिङ विथ Ryzen 5 को 7430U प्रोसेसर, जसले हजुरको अफिसको स्कुलको वर्कहरू इफिसिएन्टली रन गर्न सक्छ र एकदमै राम्रो ब्याट्री ब्याकअप पनि दिन्छ। 16GB र्याम भएको कारणले हजुरले एकदमै स्न्यापी फिल पाउनुहुन्छ र 512GB को SSD ले हजुरलाई एकदमै फास्टर बुट टाइम दिन्छ। अपग्रेडेबल पनि छ, सो हजुरले फ्युचरमा 1TB 2TB पनि गर्दा हुन्छ। प्रोफेसनल फिलको लागि एकदमै हाई क्वालिटीको किबोर्ड पनि दिएको छ र 180 डिग्री हिन्ज पनि हुन्छ। यो ल्यापटपमा 15.6 इन्चको एन्टिक लेड डिस्प्ले भएको कारणले हजुरले जहीँ बसेर पनि काम गर्न मिल्छ। FHD डिस्प्ले रहेको छ र हजुरले यसमा HD वेबक्याम पनि पाउनुहुन्छ। यस्तो बबाल स्पेक्स भएको ल्यापटप मात्र 82,000 मा पाउनुहुन्छ भने हजुरले 95,000 किन खर्च गरिराख्नु। हजुर आलम टेकले हजुरलाई यो ल्यापटप मात्र 82,000 मा विथ टन्नै एसेसरिज प्रोभाइड गरिरहेछ। सो ड्युरेबल पनि, ब्याट्री ब्याकअप पनि एकदमै राम्रो र बजेट फ्रेन्डली पनि। यो ल्यापटप चाहिँ हजुरको लागि एकदमै सेफ र एकदमै रिलायबल पनि रहेको छ। यदि हजुरलाई यो अफर वर्थ इट लागेको छ भने हजुरले आफ्नो साथीहरूमा पनि सेयर गर्न सक्नुहुन्छ र यो ल्यापटपको स्पेक्स विक हो कि स्ट्रङ हो हजुरले कमेन्ट गर्न सक्नुहुन्छ। धन्यवाद।